साथीहरू, यहाँहरू सम्पूर्णलाई नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानल दिलीप कुमार लाउरेमा। साथीहरू, आज म यहाँहरूलाई बनाउन सिकाउँदैछु अन्डा पराठा। अन्डा पराठा कसरी बनाउने र यसलाई चाहिने सामानहरू। अन्डा, यो पिठो, मैदा, हरियो धनिया, हरियो खुर्सानी, गाजर, हरियो प्याज, अनि मैले 2टा प्याज लिएको छु, अनि धुलो मरिच, मिक्स मसाला र स्वाद अनुसार नुन अनि रिफाइन ओइल। यी सम्पूर्ण कुराहरूलाई मिक्स गरेर आज हामी अन्डा पराठा बनाउँदैछौँ। साथीहरू, यो बेटरलाई यसरी घोल्दै दुध मिक्स गरिदिने र फेरि राम्रोसँग यसलाई फेट्ने। साथीहरू, यो पिठोलाई मिक्स गरेर यतिकोसम्म बनाउने, यसलाई यस्तो खालको घोल बनाउने। यसमा यो पिठोको डल्लाहरू रहनु हुँदैन र अब यसमा म मिक्स गरिदिन्छु यो सबै भेजिटेबलहरू। मैले यस्तो तरिकाले मसिनो बनाएर काटेको छु, हेर्नुहोस् त। अब यो सबैलाई पनि यसरी मिक्स गरिदिने। साथीहरू, म आज यहाँहरूलाई बिना अन्डाको र अन्डावाला दुई थरीको पराठा बनाएर देखाउने छु। र जसले अन्डाहरू खानु हुँदैन उहाँहरूले यस्तो तरिकाले पराठा बनाएर खान सकिन्छ। र यो बनाउनको लागि न त आँटा गुँध्नु नै पर्ने, पिठो मुस्नु नै पर्दैन। अब बिहान बच्चाहरूलाई खाजा के खुवाउने, के बनाइदिने भनेर समस्या टेन्सन हुन्छ। त्यसका लागि छिटो एकदम फटाफट बनाउन मिल्ने नास्ता यो। बच्चाहरूलाई टिफिनमा पठाउन पनि मिल्छ स्कुलको लागि। यो सबै भेजिटेबलहरू मिक्स भइसकेको छ। मलाई यो अलि गाढा भएको जस्तो लाग्यो। अब यसमा अलिकति पानी मिक्स गरिदिने। यो एकदम पर्फेक्ट बनेको छ। मैले यो अलिकति निकाल्छु यहाँबाट, किनभने हामीलाई बिना अन्डाको पनि बनाउनु पर्ने छ पराठा। यो बिना अन्डाको पराठा बनाउनुको लागि मैले निकालेँ यहाँबाट। अब अन्डा पराठा बनाउनुको लागि म यसमा यो अन्डालाई फटाएर यसरी मिक्स गरिदिन्छु। यसै गरी सबै अन्डाहरू यसैमा मिक्स गरिदिने। साथीहरू, मैले यहाँ सबै अन्डालाई फुटाइसकेको छु, फुटाएर यहाँ राखिसकेको छु। अब यसलाई सबै राम्रोसँग घुल्ने गरी मिक्स गरिदिने। र अघि मैले नुन अलि थोरै राखेको थिएँ, किनभने मलाई भेजवाला पनि बनाउनु थियो। र अब यो बाँकी रहेको नुन पनि यसमा म मिक्स गरिदिन्छु। ल साथीहरू, यस्तो खालको घोल बनाएर तयार गर्ने यो अन्डाको। हाम्रो घोल तयार भइसकेको छ। यो चाहिँ बिना अन्डावाला, यो अन्डावाला। अब हामी लागौँ यता फ्राई प्यानतिर पराठा बनाउनु। साथीहरू, यहाँ फ्राई प्यान तातिसकेको छ। यो फ्राई प्यानमा यसरी तेल राखिदिने।
तेल हल्का तातिसकेको छ। यो चाहिँ मैले अन्डा मिक्स नगरेको बिना अन्डाको पराठा बनाउँदैछु। यसलाई चारैतिर फैलाइदिने। हाम्रो चुलोलाई चाहिँ मिडियम लो फ्लेममा राख्नुपर्ने हुन्छ, किनभने यो धेरै हाई फ्लेममा राख्दाखेरि यो डढ्न सक्छ एक साइडबाट। ल साथीहरू, यसलाई अब केही समय एक साइडबाट राम्रोसँग पाक्न दिने। साथीहरू, यो एक साइडबाट यतिको पाकिसकेपछि अब यसलाई फर्काइदिने। ल हेर्नुहोस् त, यो एक साइडबाट पाकिसकेपछि यसले अटोमेटिक फ्राइप्यानको तलको भागलाई छोड्छ, यसरी घुम्न थाल्छ यो आफै। अब यसलाई अर्को साइडतिर फर्काइदिने र यसरी हल्का हल्का प्रेस गरेर पकाउने। जबसम्म यो राम्रोसँग पाक्दैन यसलाई तबसम्म फर्काई राम्रोसँग सेक्ने। ल यस फेरि अर्कोतिर पल्टाइदिने। पल्टाई प्रेस गरेर राम्रोसँग सेक्ने। फेरि यसलाई पल्टाएर पल्टाउँदा के गर्दा यसरी बिचमा फाट्न पनि सक्छ। यसलाई यसरी मिलाइदिने। यो राम्रोसँग पाकिसकेपछि फाट्दैन। भइसक्यो, यो हाम्रो पराठा तयार भइसकेको छ। अब यसलाई निकालिदिने। पराठा बनेर तयार भइसकेको छ। अब म बनाउँदैछु यो अन्डावाला पराठा। कति बाक्लो पातलो कस्तो किसिमको यहाँहरूलाई खान मन लाग्छ त्यही अनुसार यो बेटर तयार गरेको बेटर राख्नु सक्नुहुन्छ यहाँहरूले। साथीहरू, यतिको भएपछि यसलाई अर्कोतिर फर्काइदिनुहोस्। एक साइडबाट यतिको पाकिसकेको छ। अब यसलाई फेरि अर्को साइडबाट पनि पकाउने। र साथीहरू, यसरी नै अन्डालाई साइड फर्काई यसरी हल्का हल्का प्रेस गरेर सेक्नुहोस्। यो हामीले भेजिटेबल र पिठो मात्रै मिसाउँदाखेरि पराठा त्यति फुलेको थिएन, तर यो अन्डा हालेपछि पराठा अलि राम्रोसँग फुल्छ, एकदमै राम्रो बन्छ। चुलोलाई मिडियम फ्लेममा राखेर बनाउनुहोस्, किनभने यो राम्रोसँग पाक्नुपर्ने हुन्छ। यो अन्डा पराठा एकदम नरम अनि एकदम टेस्टी हुन्छ। ल साथीहरू, हाम्रो अन्डा पराठा बनेर एकदम तयार भएको छ। अब मैले प्लेटमा पनि सर्भ गरिसकेको छु। यहाँहरूले माइनस, केचप या त घरमा बनाएर हाम्रो नेपाली चटनी टमाटर धनियाँ पुदिनाको चटनी बनाएर पनि लिन सक्नुहुन्छ। यहाँहरूले चिया, कफी, जुस जेसँग पनि लिन सक्नुहुन्छ। साथीहरू, यहाँहरूले मैले मैदा मिक्स गरेर बनाएको थिएँ अन्डामा, र यहाँहरूले मैदा नै मिसाउनुपर्छ भन्ने छैन। यसमा कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, गहुँको पिठो जे मिसाउँदा पनि हजुरसँग घरमा जे छ त्यही मिसाएर बनाएर खानुहोस् र सम्पूर्ण परिवारहरू बसेर बनाएर राम्रोसँग इन्जोय गर्नुहोस्। अनि हजुरहरूले बनाएको कस्तो हुन्छ कमेन्ट गर्नुहोला। र साथीहरू, भिडियो बनाएर अपलोड गर्न निकै गाह्रो छ, निकै दुःख हुन्छ। त्यसकारण मेरो हौसला चाहिँ बढाउनको लागि यहाँहरूले लाइक, कमेन्ट
अनि सेयर पनि गर्नुहोला र यहाँहरूले सब्स्क्राइब पनि गर्नुहोला। यहाँहरूले गरेका लाइक, कमेन्ट, सब्स्क्राइबले मेरो हौसला बढ्दै जानेछ र आगामी अरू पनि राम्रो भिडियोहरू म यहाँहरू समक्ष लिएर आउनेछु।